नमस्ते नमस्ते सबैजनालाई नमस्ते। आज चाहिँ घरमा पानी नआएर यता खोलातिर मुहानतिर पानी हेर्न आएको। पसिनै पसिना भयो। आज फुलपातीको दिनमा पानी आएन, यसो पानी हेर्न जाउँ भनेको। सिस्नुई घारी बल्ल बल्ल यता खोला मुहानतिर आइपुग्यो ल। मुहान त खोज्न गाह्रै छ त, अझै मास्तिरै छ पानीको मुहान हेर्न त। यतातिर छ, डेन्जर पानी आइरहेको छ यतिर। यो चाहिँ हाम्रो घरको पानीको धार हो, यहीँबाट नगएको पानी खोइ त सब निकालेर बाङबुङ गर्दैछ नि, बिजोग छ। ल हेर्नुहोस् है, अब चाहिँ मैले बनाइसकेँ सबै अलिअलि टालटोल गरेर। अब अलिअलि टालटोल गरे पनि पाइपभरि पानी गइहाल्छ, त्यस्तो विधि टालटोल गर्नु पर्दैन। अघि त सबै खोलेर गएछ, बाङबुङै भएछ। भत्काइदिया हो कि आफै भत्क्या हो कि के हो, खासै केही बोलिनँ मैले यो विषयमा। त्यही पनि केही छैन, मान्छेले नि हो भने चाहिँ नभत्काइदिनु होला। घर टाढा छ, मुहानसम्म आउन अलिक गाह्रै हुन्छ। त्यही पनि आज फुलपाती अहिले चाहिँ यसरी झरिरहेको छ है, झरिरहेको छ। हँसिया छ एउटा साथमा, अरू त कोही पनि छैन। तर यो चाहिँ मुलकै पानी है साथी, मुलकै पानी हो। फेरि खोलाको पानी देखाएर भन्नु होला, तर खोलाको त होइन। खोला चाहिँ यतापट्टि छ है, यहाँ छागा यता झरिरहेको छ है खोला चाहिँ। यो चाहिँ खोला, अब यो जोडेर लानु पर्यो। पाइप पनि जोडिसकेँ, तल जोड्दै खोल्दै लानुपर्छ बिस्तारै। यहाँ चाहिँ छागा आइरहेछ, मजाले सरर बगिरहेछ। टक्क हेर्नुहोस् है ल, क्या दामी ल्याउ भइरहेछ है यहाँ चाहिँ। अब लाग्नु पर्यो बिस्तारै। पानीहरू त अब जोड्न त जोडे एक ठाउँ त्यहाँनिर। यहाँनिर चिप्लेल भन्ने के थियो, यहाँनिर घामले टल्केर केही नदेखेर। काला काला पानी झरनाको, यता कता छ खोइ पानी पाइप। यसरी यहाँनिर एक ठाउँ जोइन गराएर रहेछ। यहाँ पुरा ग्यास भइरहेको रहेछ, यहाँ ट्याङ गरे हावा एयर बगिरहेको छ। अब फेरि जोडिदिनु पर्यो। 2 ठाउँ जोडिसकेँ, कता हो त्यो जोइन भएको भाग। अब त